अलिअलि लडे पनि केही फरक पर्दैन, बाठो भइन्छ, टाठो भइन्छ, शरीर बलियो हुन्छ। हो कि नै माधव? यति मात्रै बाँड्छु है सुरुमा, त्यसपछि गीत सङ्गीतसँगै रमाइलो गर्नुपर्छ। अब कता अलिकति टाढा रहेछ कि स्टेज फेरि है, कता 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 स्टेज पछाडिकाहरूको पनि मुख रसाइरहेछ। रमाइलो गरौँ। कता कता दिदी 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 फेरि 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 ओहो आफ्नै तनाव छ। पाउनुभयो दिदी? पाउनु भएन? अब एकछिन पछि यति गरौँ है, अहिले नबाडौँ ल। मैले भनेको थिएँ नि अघि, 3 लाख रुपियाँ पर्ने सुनमा बरु हामीलाई मतलब छैन। हो कि नै? चक्लेट, मालदाईको चक्लेट भाइरल छ अहिले बजारमा। कतिपय विद्यार्थी सानो सानो भाइ बहिनीहरू चाहिँ आज मालदाई आउँदैछन् भनेपछि स्कुल नगएर मम्मीलाई झगडा गरेर चक्लेट खान आउनुहुन्छ अरे कतिपय। त्यसरी नफाल्नु न, हजुरले फालेपछि के गेमको महत्त्व रह्यो। सबैजना नजिक नजिक आउनुहोस्। मैले भर्खरै बियरको सिसी आयो कमल बिसी, बियरको सिसी आयो कमल बिसी, बर्दियाको बाघ आयो, बर्दियाको बाघ, बर्दियाको बाघ आयो, बर्दियाको बाघ। अरू सबै फुच्चीहरू साइला, अरू सबै फुच्चीहरू, अरू सबै फुच्चीहरू, अरू सबै फुच्चीहरू साइला। यो गीत निकालेको छु मेरो आफ्नै युट्युब च्यानलमा। 5 दिन भयो 5 लाख जति भ्युज पुगेको छ। घरमा जाँदा निन्द्रा लागेन भने कमल बिसी युट्युबमा सर्च गरेर बर्दियाको बाघ हेरिदिनु। भोलि बिहान टिकटक बनाउन मन लाग्यो भने फेभरेटमा राखेर टिकटक बनाइदिनु। हुन्छ? माया